नमस्ते। आज म हजुरहरूलाई राइतोको रेसिपी लिएर आएको छु। सबभन्दा पहिला मैले राइतोलाई चाहिने सामग्रीहरू रेडी गरेँ। अब प्यानमा थोरै तेल राखेर जिरालाई राखेँ। त्यसपछि 3 जति सुकेको खुर्सानीलाई पनि फ्राई गर्नलाई राखेँ। त्यसपछि घरमै पिसेको मसलालाई राखेँ। अब म यसमा बेसार पनि एड गर्दैछु। अब तेल यतिको भइसकेपछि लगभग यो रेडी भयो। अब यति भइसकेपछि मैले पहिला नै काटेर राखेको काँक्रा थियो, त्यसमा मैले दही राखेँ। अब दही राखिसकेपछि माथिबाट अघि रेडी भएको तेललाई खनाएँ। अब स्वादअनुसार मैले नुन राखेँ। त्यसपछि मैले चप गरेर राखेको प्याजलाई पनि एड गरेँ। अब हरियो धनियालाई त्यसमा एड गर्दैछु। यतिको भएपछि यसलाई मजाले मिक्स गर्ने। मिक्स गरिसकेपछि यो यतिको भयो। अब यो रेडी भयो। अब हामी खाएर इन्जोय गर्छौँ।